फेरि पनि स्वागत छ तपाईहरुले मेरो अर्को नयाँ भिडियोमा। आशा छ तपाईहरु सबैजना आराममै हुनुहुन्छ होला। आज पनि म के हरर स्टोरीजहरु लिएर आएको छु जो चाहिँ मलाई मेरो फलोअर्सहरुद्वारा पठाइएको हो। र यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। र यदि तपाई आफ्नो स्टोरी मलाई पठाउन चाहनुहुन्छ भने मेरो टिकटक हरर इन्फो अफिसियलमा मलाई डीएम गर्न सक्नुहुन्छ। र ढिला नगरी सुरु गरौँ है त। काठमाडौँ जडीबुटीको हरर इन्सिडेन्ट। मेरो नाम अस्मिता हो। काठमाडौँको जडीबुटीमा मेरो घर छ। त्यो बेला म 14-15 वर्षको मात्र थिएँ होला जब एक दिन मम्मी र बाबाले हामीले आफ्नो गाउँ घुम्न जाने कुरा गर्नुभयो। गाउँ जाने कुरा सुन्दा म असाध्यै खुसी भएँ। सधैँ काठमाडौँको कोलाहलमा बस्दा गाउँको शान्त वातावरणको कल्पनाले मलाई एकदम रोमाञ्चित बनाएको थियो। हामीले हतार हतार सामान प्याक गर्यौं र गाउँतिर लाग्यौं। लामो यात्रापछि हामी गाउँ पुग्यौं। घर पुग्दा बित्तिकै हजुरआमा र हजुरबुवाले हामीले अँगालो हाल्नुभयो। उहाँहरूको न्यानो मायाले यात्राको थकान सबै मेटियो। बेलुका केही बेर आराम गरेपछि म र मेरो बहिनी मेरो साथीहरूसँग गाउँ घुम्न निस्क्यौं। हामीले खेतका गराहरू, खोलाको किनार र वरपरको डाँडाहरूमा रमाइलो गर्यौं। साँझ पर्न लाग्दा हामी घर फर्कियौं। खाजा खाएर हामी फेरि घुम्न निस्किने तर्खरमा थियौं। साँझको लगभग 6 बजिसकेको थियो। ढोकाबाट बाहिर निस्कन लाग्दा हजुरआमाले हामीले रोक्नुभयो। नातिनीहरू बाहिर नजाऊ है, साँझ परिसक्यो, यति बेला बाहिर जानु राम्रो हुँदैन, भोलि बिहान जाउला नि, हजुरआमाले मायालु स्वरमा भन्नुभयो। उहाँको कुरामा एउटा अनौठो चेतावनी लुकेको थियो। हामीले खासै उहाँले तर ध्यान दिएनौँ। हामीलाई लाग्थ्यो गाउँमा अँध्यारो भए पनि केही फरक पर्दैन। हजुरआमाको कुरा नसुनी हामी दुवैजना एकछिनपछि फेरि घुम्न हिँड्यौँ। हामी घरभन्दा अलिकति माथि एउटा पुरानो घाट थियो। गाउँलेहरू भन्थे त्यो घाटमा पहिले कोही मान्छे मरेको थियो र त्यसको आत्मा त्यही भट्किरहेको छ भनेर। तर हामीले यस्तो कुरामा विश्वास थिएन किनकि हामी सहरबाट आएको थियौँ र सहरमा यस्तो भूतप्रेतको कुरा खासै सुन्न मिल्दैन थियो। घाटभन्दा अलिकति तल एउटा सानो पार्क थियो जहाँ गाउँका केटाकेटीहरू पनि खेल्न आउँथे। हामी त्यही पार्कमा गयौँ। पार्कमा अरू कोही पनि थिएन त्यो बेला। हामी साथीहरूसँग गफ गर्दै फोटो खिच्दै रमाइलो गर्यौँ। समय बितेको पत्तै भएन। रातको 7 बजिसकेको रहेछ। हामी घर फर्किने तर्खरमा थियौँ। पार्कबाट निस्केर घाटको बाटो हुँदै हिँड्दै गर्दा अचानक एउटा रुवाईको आवाज सुनियो। आवाज निकै डरलाग्दो र दर्दनाक थियो। को रोएको होला मैले सोचेँ। मेरी साथीले मेरो पाखुरा सम्मदै भनी, अस्मिता यहाँबाट जाउँ, मैले सुनेको छु कि यो ठाउँमा राति यस्तै आवाजहरू आउँछ, कसैले त भूत पनि देखेको भन्छन्। तर मलाई भूतप्रेतमा पटक्कै विश्वास थिएन। लौ जा, कस्तो भूत भनेको, भूत त हुँदैन नि, मैले उसलाई हाँस्दै भने। मेरो कुरा सुनेर मेरो साथी रिसाई र मबाट अलिक पर सरेर आफै एक्लै हिँड्न थाली। मलाई लाग्यो उसले यतिकै डर लागेको होला भनेर म एक्लै त्यो आवाज आएको दिशातिर लागेँ। एउटा ठुलो पिपलको रुखमुनि एउटा बुढी मान्छे बसिरहेकी रहेछन्। उनी घुँडामा टाउको राखेर रुइरहेको थिइन्। मैले नजिकै गएर सोधेँ, हजुरआमा के भयो, किन रुनु भएको? तर उनले कुनै प्रतिक्रिया भने दिइनन्। उनी त्यसरी नै रोइरहिन्। म अझ नजिक गएर फेरि त्यही प्रश्न दोहोऱ्याइरहेँ। यसपटक पनि उनले केही पनि बोलिनन्। उनको शरीर हल्लिरहेको मात्र थियो, रुँदै गरेको जस्तो। त्यही बेला मलाई मेरो साथीले अलि टाढाबाट बोलाएको जस्तो लाग्यो, अस्मिता यता आइज भनेर। मैले आवाज सुने। म तुरुन्तै साथी र बहिनीहरूको ठाउँतिर चाहिँ दौडिएँ। तर जब म त्यहाँ पुगेँ त्यहाँ कोही पनि थिएन, न त मेरो साथी न त मेरो बहिनी। मलाई चिसो पसिना छुट्यो। मेरो मुटु जोडले धड्कन थाल्यो। मैले उनीहरूलाई चिच्चाएर बोलाउन थालेँ, साथी, बहिनी, कहाँ छौ भनेर। तर कसैले भने जवाफ दिएनन्। चारैतिर सुनसान थियो। मात्र किरा फटेङ्ग्रा र टाढा कुकुरको भुकाइहरू मात्र सुनिँदै थियो। मलाई असाध्यै डर लाग्यो। म फेरि त्यही बुढी मान्छे भएकोतिर फर्किएँ। तर मैले त्यहाँ जुन दृश्य देखेँ त्यसले मेरो सातो लियो। त्यो बुढी मान्छेले भुइँमा लडेको एउटा कुकुरको लास खाइरहेकी थिइन्। उनको हात र मुख रगतले लतपत भइरहेको थियो। उनी मसँग आँखा जुदाएर कुरूप मुस्कान छर्दै थिइन्। उनको आँखामा एउटा अनौठो चमक थियो जुन मैले जिन्दगीमा कहिले देखेको थिइनँ। म त्यसबाट भाग्न खोजेँ तर मेरो खुट्टा जमिनमा टाँसिएको जस्तो भयो। म हल्लिन पनि सकिनँ। डरले मेरो आँखाबाट आँसुको धारा बग्न थाल्यो। मैले मेरो साथीले बोलाउन खोजेँ तर मेरो घाँटी न त मुखबाट आवाज पनि निस्किएन। त्यसपछि म बेहोस भएछु। मेरो होस अर्को दिन बिहान मात्र आयो। म घरको खाटमा सुतिरहेको थिएँ। हजुरआमा, हजुरबुवा, मम्मी, ड्याडी सबैजना मेरो वरिपरि हुनुहुन्थ्यो। उहाँहरू सबै चिन्तित हुँदै सुतिरहनु भएको थियो। त्यो घाटमा किन गएकी हँ, के भयो तँलाई? मैले अघिल्लो रातमा सबै कुरा उहाँले बताएँ। मम्मीले हजुरआमातिर हेर्दै भन्नुभयो,
हजुरआमाले नजाऊ भन्दा भन्दै किन गएको होला, तर म केही पनि बोलिनँ। मैले सबैलाई डरले काँप्दै त्यो बुढी मान्छेको डरलाग्दो दृश्य सुनाएँ। कसैले पत्ताए, कसैले पत्ताएनन्। उनीहरूलाई लाग्यो मलाई ज्वरो आएर त्यस्तो के कुराहरू भनेको होला, अथवा कुनै डरको कारणले त्यस्तो केही चिजहरू देखेको होला। तर त्यस रातको घटना मेरो दिमागबाट हट्दै हटेन। त्यही रातदेखि त्यो घटना मेरो सपनामा आउन थाल्यो। हरेक रात म त्यही घाटमा पुग्थेँ, त्यही बुढी मान्छेलाई देख्थेँ र उनी मसँग हेरेर हाँसेको देख्थेँ। त्यो कुरूप मुस्कान। म डरले निन्द्राबाट बिउजन्थेँ र पसिनाले नितुर्क भिज्थेँ। केही दिनपछि मैले हजुरआमाले आफ्नो सपनाबारे सुनाएँ। यसपटक उहाँले मलाई गम्भीरतापूर्वक सुन्नुभयो। उहाँले मलाई गाउँकै एउटा मातारानी अथवा देवीको शक्ति भएको महिला भएको ठाउँमा चाहिँ लानुभयो। मातारानीले मेरो कुरा सुनेपछि केही पूजापाठ गरिन्। उनले मेरो घरको वरिपरि कालो धागो बाँधिदिनु भयो र मलाई पनि एउटा ताबिज दिनुभयो। उनले मलाई घाटतिर कहिले नजानु भनेर चेतावनी पनि दिनुभयो, न त राति न त दिउँसो। त्यसपछि हामी काठमाडौँ फर्कियौँ। यो घटना घटेको 5 वर्ष भइसकेछ, तर आज पनि म त्यो रातको घटनालाई चाहिँ भुल्न सकेको छैन। सपनामा अझै पनि कहिलेकाहीँ त्यो बुढी मान्छेको डरलाग्दो हाँसो सुन्छु र त्यो भयानक दृश्य पनि सम्झन्छु। त्यस्तो त म गाउँ गएको छैन र सायद कहिले पनि जाने छैन। त्यो रातले मेरो जीवनमा गहिरो छाप छोडेको छ। सूर्यविनायकको प्रेत आत्मा। त्यो दिन मलाई अझै पनि हिजो जस्तो लाग्छ। साँझ परिसकेको थियो र काठमाडौँको आकाश सिन्दुरी रङमा रङ्गिएको थियो। म भक्तपुरको सूर्यविनायक मन्दिर नजिकै हुँदै म मेरो आफ्नो घर फर्किरहेको थिएँ। सामान्यतः म मुख्य सडकबाट जान्थेँ, तर त्यो दिन के दिमागमा आयो मलाई थाहा छैन। एउटा छोटो बाटोबाट जाने निर्णय गरेँ मैले। त्यो बाटो अलि एकान्त थियो। दायाँ बायाँ झाडी र पुराना घरहरू मात्र थिए, जहाँ चाहिँ कोही पनि मान्छेहरू बस्दैन थिए। त्यो बाटो अलि एकान्त थियो, दायाँ बायाँ झाडी र सबै पुरानो घरहरू। मलाई लाग्थ्यो अलिकति छिटो पुगिन्छ भनेर त्यो बाटो। तर त्यो दिनको निर्णयले मेरो जीवनमा एउटा पुरै दृष्टिकोणै परिवर्तन गरिदियो। म आफ्नो धुनमा हिँडिरहेको थिएँ, कानमा हेडफोन लगाएर मनपर्ने गीत सुन्दै हिँडिरहेको थिएँ। वातावरण पुरै शान्त थियो, हावा पनि मधुर गतिमा बगिरहेको थियो। अचानक मलाई कसैले बोलाएको जस्तो लाग्यो, दाइ दाइ। आवाज एकदमै सानो थियो तर स्पष्ट। मैले आफ्नो हेडफोन झिकेँ र वरिपरि हेरेँ, तर अचम्मको कुरा भने त्यहाँ कोही पनि थिएन। मलाई लाग्यो सायद मेरो भ्रम होला। म फेरि हेर्न थालेँ, तर त्यो आवाज भने फेरि आयो, दाइ दाइ। यसपटक अझ नजिकबाट। मैले फेरि त्यो इयरफोन निकालेँ र कान नजिकैबाट मेरो ढाडमा एक प्रकारको चिसो सिरिङ्ग अनुभव भयो। मनमा डर पस्न थाल्यो। मैले आत्तिएर वरिपरि हेरेँ, तर सडक भने पुरै सुनसानै थियो। मेरो मनमा हजारौँ प्रश्नहरू खेल्न थाले। को हो यो? कताबाट आवाज आउँदैछ? के अनुभव गरेँ मैले भर्खर भनेर? आवाज निरन्तर आउन थाल्यो, दाइ दाइ भनेर। अब त आवाज यति नजिक थियो कि मलाई लाग्यो कोही मेरो पछाडि उभिरहेको छ जस्तो। मेरो मुटुको धड्कन तीव्र भयो, पसिनाले निधार भिज्न थाल्यो। मैले हिम्मत गरेर बिस्तारै पछाडि फर्किएँ। मैले जे देखेँ त्यसले मेरो सास नै रोकिदियो। म आँखा चिम्लेर त्यो दृश्यलाई मेरो दिमागबाट हटाउने प्रयास गर्छु, तर त्यो असफल हुन्छ। मेरो अगाडि एउटा डरलाग्दो आकृति उभिरहेको छ। त्यो कुनै मान्छे पनि थिएन। त्यसको शरीर एकदमै विकृत थियो, छाला खैरो र चौरी परेको थियो र आँखाबाट रातो ज्योति चम्किरहेको थियो। त्यसको हातका नङहरू लामा र तिखा थिए, जसबाट रगत जस्तो केही चिज बगिरहेको थियो। त्यसको मुखबाट पनि डरलाग्दो आवाज निस्किरहेको थियो, जसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ थिएँ। त्यसले मलाई निरन्तर बोलाइरहेको थियो, दाइ दाइ भनेर। त्यो क्षण मैले आकाशतिर हेरेँ। सिन्दुरी रङको आकाश क्षणभरमै खैरो भयो, जताततै अँध्यारो छायो। डरलाग्दो गर्जनसहित बिजुली चम्कियो। बिजुलीको चम्किलो प्रकाशमा मैले त्यो डरलाग्दो आकृतिलाई अझ स्पष्ट देखेँ। त्यो घाइते जस्तो देखिन्थ्यो। त्यसको शरीरबाट रगत बगिरहेको थियो र त्यसले पीडामा चिच्चाइरहेको जस्तो लागिरहेको थियो, मानौ त्यसले मलाई पुकारिरहेको जस्तो। बिजुली चम्किने बित्तिकै त्यो आकृति मेरो आँखाबाट एउटा नजिकै पुरानो घरभित्र पसेर हराइगयो। म केही छिन स्तब्ध भएर त्यहीँ उभिरहेँ र त्यो आकृति अलिकति हराएपछि चाहिँ म थचक्क भुइँमा बसेँ र सोच्न थालेँ, अचानक यस्तो बिना मौसम बिजुली कसरी चर्कियो र त्यो मान्छे को हो अथवा त्यो चिज चाहिँ के हो? त्यो घरभित्र बसेर कता गयो भनेर मेरो मनमा भने हजारौँ प्रश्नहरू आइरहेको थियो। मेरो शरीर पुरै काँपिरहेको थियो थरथर गर्दै। मलाई लाग्यो म बेहोस हुन्छु जस्तो। मैले कसरी आफ्नो खुट्टा सारेँ र दौडिएँ। घर नपुगिन्जेलसम्म म रोकिनँ। डरले मुटु
खुट्टा सबै काँपिरहेको थियो। जब म घर पुगेँ, आमाले मलाई देखेर अचम्मित हुनुभयो। मेरो अनुहारको रङ उडेको थियो र म पुरै पसिनाले भिजेको थिएँ। आमाले सोध्नुभयो, के भयो बाबु, किन यस्तो भइचिज छ भनेर सोध्नुभयो, किन यस्तो डराएको छस् भनेर पनि सोध्नुभयो। मैले आमालाई सबै कुरा सुनाएँ। मैले देखेको त्यो डरलाग्दो आकृति, आकाशको रङ परिवर्तन भएको, बिजुली चम्केको र त्यो आकृति घरभित्र हराएको सबै बताएँ। आमाले ध्यान दिएर सुन्नुभयो र उहाँको अनुहारमा चिन्ताको भाव देखियो। सबै कुरा सुनिसकेपछि आमाले गम्भीर हुँदै भन्नुभयो, बाबु, तिमीले देखेको त्यो प्रेत आत्मा थियो होला सायद। यस्तो सिन्दुरी आकाशमा सन्ध्याकालमा प्रेत आत्माहरू सक्रिय हुन्छन्। यो उनीहरूको लागि एउटा पिक टाइम हुन्छ नि, त्यो उनीहरूको बेला। उनीहरूको शिकार खोजिरहेको हुन्छन् यो बेला। तिमी भाग्यमानी रहेछौ कि तिमीलाई केही भएन। मैले अचम्म मानेर सोधेँ, प्रेत आत्मा? साँच्चै? आमाले भन्नुभयो, हो बाबु, यो ठाउँमा यस्ता घटनाहरू पहिले पनि भएका छन्। तिमीलाई केही भएन, यो त दैवी शक्तिले गर्दा हो। तिमीलाई कसैले बचाएको छ। आमाको कुरा सुनेर म छक्क परेँ। म पहिला नास्तिक थिएँ। म ईश्वर, भूतप्रेत वा कुनै पनि औरौलिक शक्तिमा विश्वास गर्दिनँ थिएँ। मलाई लाग्थ्यो यी सबै मानिसले मनगरन्ते कुराहरू बनाएको हुन्। तर त्यो दिनको अनुभवले मेरो सारा विश्वासलाई चकनाचुर पारिदियो। मैले आफ्नो आँखाले जे देखेँ त्यसलाई मैले इन्कार गर्न सकिनँ। त्यो डरलाग्दो आकृति, आकाशको परिवर्तन र मेरो सुरक्षित घर फिर्ता, यी सबैले मलाई सोच्न बाध्य बनायो। त्यो दिनदेखि म पूर्ण रूपमा परिवर्तन भएँ। म अब औरौलिक शक्तिमा विश्वास गर्छु। मलाई लाग्छ यो संसारमा हाम्रो आँखाले नदेख्ने र हाम्रो दिमागले बुझ्न नसक्ने धेरै कुराहरू छन्। म अब साँझ परेपछि त्यो बाटोबाट हिँड्न डराउँछु, अथवा अरू बाटो पनि हिँड्न डराउँछु। म साँझ परेपछि खासै हिँड्दिनँ। हरेक साँझ जब सूर्य अस्त हुन्छ र आकाश सिन्दुरी रङमा रङ्गिन्छ, मलाई त्यो डरलाग्दो घटनाको याद आउँछ। सूर्य विनायकको त्यो प्रेत आत्माले मेरो जीवनमा पुरै दृष्टिकोण परिवर्तन गरिदिएको छ। अब मलाई लाग्छ यो संसारमा दैवी शक्ति र दुष्ट आत्माहरू दुवैको अस्तित्व छ र कहिलेकाहीँ हामीले नचाहँदै पनि उनीहरूको संसारसँग हाम्रो भेट हुन सक्छ। र यो कहानी चाहिँ पुरानो एउटा फ्लोक टेल भन्छ नि, त्यहाँबाट निकालिएको हो, जुन चाहिँ पुस्तादेखि त्यो सूर्य विनायकमा चाहिँ चल्दै आएको छ। र यो कहानी चाहिँ निकै पुरानो हो र त्यो घरहरू अझै पनि देख्न सकिन्छ। त्यो सूर्य विनायकको मन्दिर अलिकति अगाडि गयो भने त्यो घरमा मान्छेहरू बस्दैन होइन, अनि निकै रिनोभेसन पनि चाहिएको हुन्छ। त्योहरू घर एकदम विकट स्थितिमा छ र त्यही घरहरूमा चाहिँ यस्तो दुष्ट आत्माहरू चाहिँ अथवा प्रेत आत्माहरू चाहिँ देखिन्छ भन्ने चाहिँ मान्यता रहेको छ है त। सो यदि तपाईँहरूलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँहरू गएर भिजिट पनि गर्न सक्नुहुन्छ यो स्टोरी रियल हो कि होइन भनेर। आँखी झ्यालको त्यो हात आजभन्दा करिब 70 वर्ष अगाडिको कुरा हो। बालाजुको हाम्रो पुरानो घरमा एउटा अनौठो घटना घट्थ्यो अरे। मेरो हजुरआमाले सुनाउनु भएको यो कथा सुन्दा अहिले पनि म जिरिङ्ग हुन्छ। मेरो मन मुटु कामेर आउँछ। त्यो बेला बालाजु अहिले जस्तो थिएन अरे। चारैतिर घना जङ्गल, फाँट र फाटाफुट्टा भएका घरहरू हुन्थ्यो अरे। हाम्रो घर पनि अलि एकान्त ठाउँमा थिएछ, टोर्काको रुखको बोटमुनि। घर काठले बनेको थिएछ, जसमाथि कलात्मक आँखीचालहरू सजिएको थियो अरे। माथिल्लो तलामा भान्सा दिएछ, जहाँ चाहिँ हजुरआमा र अरू महिलाहरू चाहिँ खाना पकाउनु हुन्थेछ। हजुरआमाले भन्नुभए अनुसार चाहिँ जब भान्सामा हलुवा पाक्न थाल्थ्यो, तब चाहिँ एउटा सानो बच्चाको हात चाहिँ आँखीचालबाट भित्र आउँथेछ। त्यो हात चाहिँ यति सानो हुन्थ्यो अरे कि हेर्दा पनि कुनै नानीको जस्तो लाग्थेछ। तर त्यसको रङ भने अलिक फिक्का र डरलाग्दो हुन्थेछ। त्यो मर्दाखेरि लासको हुन्छ नि, खुन बिनाको हात, त्यस्तो टाइपको। अनि त्यसको औँलाहरू पनि पातलो र लामलो हुन्थ्यो अरे, मानौ कसैले ती औँलाहरूले चाहिँ तानेर लामो बनाएको जस्तो। सुरुमा त हजुरआमाहरूले चाहिँ त्यो चाहिँ कुनै बतासले हल्लिएको पर्दा अथवा रुखको हाँगाहरू भनेर चाहिँ त्यसरी व्यवस्था गर्नुहुन्थ्यो अरे। तर जब त्यो हात हलुवा पाक्न सुरु गर्ने साथ देखिन थाल्थ्यो अरे क्या त्यो हात चाहिँ। जब उहाँहरूलाई अनौठो लाग्न थाल्यो, एक दिनको कुरा रहेछ, हजुरआमा चाहिँ हलुवा पकाउँदै हुनुहुन्थ्यो अरे। हलुवाको बास्ना कोठाभरि फैलिएको थिएछ। अचानक फेरि त्यही आँखीचालबाट चाहिँ एउटा सानो हात देखा पर्यो अरे उहाँलाई। त्यो हात बिस्तारै भित्रतिर सर्न थालेछ, मानौ केही खोजिरहेको जस्तो। हजुरआमाले त्यो हात देख्न साथ डरले कामिरहनु भयो अरे। उहाँले आफ्नो आँखा मिच्नु भयो अरे, तर त्यो हात भने त्यहीँको त्यही थिएछ, उहाँको कुनै भ्रम होइन रहेछ। हलुवाको भाँडातिर लम्किँदै उहाँले चाहिँ अरूलाई बोलाउन खोज्नुभयो अरे, तर डरले उहाँको मुखबाट आवाज पनि निस्केन थिएछ। त्यो हात अझै भित्र आयो र हलुवालाई चाहिँ छोपे जस्तो गर्नु थालेछ। हजुरआमाले कसै गरी आँट बटुलेर एउटा चम्चामा चाहिँ अलिकति हलुवा हालेर चाहिँ त्यो हाततिर चाहिँ राखिदिनु भयो अरे।
अचम्मको कुरा त्यो हातले हलुवा लियो र बिस्तारै आँखीझ्यालबाट बाहिर गएछ। हजुरआमाले राहतको सास फेर्नुभयो अरे, तर त्यो घटनाले उहाँको मनमा गहिरो छाप छोडेछ। त्यसपछि चाहिँ यो नियमित हुन थाल्यो। जब जब घरमा हलुवा पाक्थ्यो त्यो हात आँखीझ्यालमा देखा पर्थ्यो अरे। हजुरआमा र घरका अरू सदस्यहरू पनि यो कुरा स्वीकार गरिसक्नु भएको थिएछ। उहाँहरूले हलुवा पाक्न साथ त्यो हातले हलुवा दिन तयार हुनुहुन्थ्यो अरे। कसैले पनि त्यस हातको पछाडिको रहस्य पत्ता लगाउने प्रयास गरेन। सबैजना डराउँथे। कोही भन्थे त्यो कुनै भोक लागेको आत्मा होला, भोक लागेको आत्मा जसलाई हलुवा मनपर्छ। कोही भन्थे त्यो भूत हो जसले मानिसले दुःख दिन्छ। एक साथ चाहिँ मैले हजुरआमाले सोधेँ, हजुरआमा त्यो हात चाहिँ कसको थियो होला, के थियो होला, बाहिरबाट हेर्दा चाहिँ कस्तो देखिन्थ्यो होला भनेर। हजुरआमाले लामो सास फेर्नुभयो र भन्नुभयो। उहाँको आँखामा अझै डरको छाया अझै देखिन्थ्यो। बाबु, त्यो हात कसैको थियो त्यो त मलाई कसरी पनि थाहा भएन, तर एउटा कुरा निश्चित त, त्यो कुनै सामान्य बच्चाको हात थिएन। जबसम्म हामीले त्यसलाई हलुवा दिन्थ्यौँ तबसम्म त्यसले हामीलाई कुनै दुःख दिएन, कुनै हानि पुर्याएन। उहाँले थप्नुभयो, एकपल्टको कुरा हो, घरमा हलुवा पाकेको थियो, तर म कतै गएको थिएछु। मेरी कान्छी फुपूले हलुवा बनाउनु भएको थिएछ। उहाँले यो कुराको बारेमा खासै थाहा थिएन, त्यो आँखीझ्यालबाट आउने हातको बारेमा। जब त्यो हात आयो फुपूले सुरुमा डराएर चिचाउनु भएछ र त्यो हात चाहिँ हलुवा दिन मान्नु भएन रहेछ। त्यसपछि के भयो थाहा छ? त्यो हात अझै लामो भएर भित्र आएछ। भाँडाकुँडा आफै हल्लिन थाल्यो अरे। चुलाको आगो अचानक तेज भयो अरे र भान्साकोठामा असहज चिसो महसुस भयो अरे। त्यो हातले फुपूलाई यताउता गर्दै झापुहरू हान्नु थाल्यो अरे। उहाँले कोतार्नु थाल्यो अरे र त्यो किचनमा राखेको सबै सामानहरू पनि फुटाउनु थालेछ। फुपू यति डराउनु भयो अरे कि उहाँ चाहिँ बेहोसै हुनुभएछ। तर जब हाम्रो हजुरआमा चाहिँ घर फर्किनु भएछ तब फुपूलाई बेहोस स्थितिमा देखेर चाहिँ भान्साकोठा चाहिँ सबै बिग्रिएको देख्नु भएर चाहिँ उहाँले त्यस्तो शङ्का चाहिँ गर्नुभएछ। मैले बल्ल तल्ल अनि हजुरआमाले चाहिँ बल्ल तल्ल त्यो फुपूलाई चाहिँ होसमा ल्याउनु भएछ र सबै कुरा सुनाउनु भएछ फुपूले चाहिँ हजुरआमालाई। त्यसपछि हजुरआमाले चाहिँ त्यो हलुवा दिनुपर्छ त्यो हात आउँदाखेरि भनेर चाहिँ हाम्रो फुपूलाई पनि भन्नुभएछ। र त्यो घरमा जब त्यो किचनमा मान्छेहरू छिर्छ तब चाहिँ हजुरआमाले चाहिँ त्यो मान्छेहरूलाई चाहिँ यसो यसो गर्नुपर्छ है, उसो उसो गर्नुपर्छ है भनेर चाहिँ सिकाउनु थाल्नु भएको रहेछ। हजुरआमाले लामो सास फेर्नुभयो र त्यसपछि हामीले कहिले पनि त्यो हातले हलुवा दिन हिचकिचाएनौँ। त्यो हाम्रो जीवनको एउटा अनौठो र डरलाग्दो हिस्सा बनिसकेको थियो, एक किसिमको भोग चराए जस्तो नि। र समय बित्दै गयो, घरका मानिसहरू सहरमा सर्न थाले, बालाजुको त्यो पुरानो घर खाली हुँदै गयो। तर हजुरआमाको कथाले मेरो मनमा सधैँ एउटा डरको छाप छोडेको छ। कहिलेकाहीँ राति जब म हलुवाको बास्ना सुँग्छु मलाई लाग्छ कतै कुनै झ्यालबाट त्यो सानो हात फेरि देखा पर्ला कि भनेर। के त्यो हात अझै पनि त्यो पुरानो घरमा आँखीझ्यालबाट हलुवाको प्रतीक्षा गरिरहेको होला त? यो प्रश्नको उत्तर मसँग छैन, तर बालाजुको त्यो पुरानो घर र हलुवा खोज्ने हातको कथा मलाई सधैँ त्रसित बनाइरहन्छ। यो कहानी पनि हाम्रो काठमाडौँको भ्लग टेलहरूबाट चाहिँ मैले बुकबाट चाहिँ निकालेको हो। र आँखीझ्यालको त्यो सेतो हात भन्छ क्या यो टाइटल चाहिँ। पहिलातिर हुन्थ्यो अरे क्या यस्तो भोक माग्ने भूतहरू, त्यस्तो के प्रचलनहरू आयो होला क्या। त्यत्तिकै त अब मान्छेलाई कसरी थाहा हुनु, मतलब त्यत्तिकै त हावामा त बन्नुहुँदैन होला नि त है। उनीहरूले पनि केही देखेको होला अथवा केही सुनेको होला, त्यही भएर त यस्तो कहानीहरू बनाए। र यो कुरा 70-80 वर्ष अगाडिको हो र त्यो बेला त हुन पनि सक्थ्यो, किनभने उहाँहरूले गफ दिने हावामा भन्नु त सक्नु हुँदैन थियो नि त है। उहाँहरूले पक्कै पनि केही देखेको हुनुपर्छ, तब त यो स्टोरीहरू लेख्नुभयो होइन, यो किंवदन्तीहरू बनाउनु भयो। सो मलाई इन्ट्रेस्टिङ लाग्छ यो। यस्तै अरू कहानीहरू सुन्नुहुन्छ भने चाहिँ मलाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला होइन, कमेन्टतिर भन्नु होला। म त्यसको बारेमा रिसर्च गर्छु र भिडियोहरू बनाउँछु। सारङकोटको हन्टेड इन्सिडेन्ट। म सारङकोटको भ्यू पोइन्टमा उभिरहेको थिएँ। हिउँले ढाकिरहेको पहाड र त्यो मनै चिसो पार्ने हावाले मेरो शरीर कामिरहेको थियो। तर मेरो आँखा अगाडि त्यो सुन्दर दृश्य अघि त्यो चिसोपन केही जस्तो पनि लागेन। नमस्ते, म केवल लिम्बू। आज म तपाईँहरूलाई मसँग सारङकोटमा बितेको एउटा इन्सिडेन्टको बारेमा भन्न गइरहेको छु। यो घटना चाहिँ मलाई 4-5 वर्ष अगाडि कोभिड आउनु अगाडि नै भएको थियो। म चाहिँ काठमाडौँबाट हो र म चाहिँ सारङकोट घुम्न गएको थिएँ। प्रायः सोलो ट्राभल गर्ने रुचाएको भएकोले म त्यहाँ पनि एक्लै नै गएको थिएँ। त्यहाँ चाहिँ म एउटा पुरानो घर टाइपको एउटा परिवारले चलाएको गेस्ट हाउसमा बसेँ। सर्वप्रथम त पोखरामा प्याराग्लाइडिङ गर्ने प्लान थियो, तर सुरुमा सारङकोट डुल्ने भनेर गएँ। त्यहाँ चाहिँ म 3-4 दिन बस्ने भनेर प्लान बनाएर गएको थिएँ। म बसेको गेस्ट हाउस चाहिँ पाहाडको अलि तलतिर थियो, जहाँ चाहिँ निकै शान्त वातावरण थियो।
त्यो पुरानो घर थियो, ढुङ्गा र काठले बनेको। पहिलो दिन एकदमै राम्रो बित्यो। म हिँडेँ, घुमेँ र सुन्दर दृश्यहरूको मजा लिएँ। तर साँझ पर्ने बित्तिकै एउटा अनौठो डर मनमा पस्यो। खाना खाएर त्यहाँको स्थानीयहरूसँग कुरा गर्दा मलाई निकै अनौठो घटनाहरूको बारेमा उहाँहरूले भन्नुभयो, जुन कुरालाई मैले त्यति खासै ध्यान पनि दिइनँ। तर मेरो आफ्नै अनुभवले मलाई ती कुराहरू सत्य हुन सक्छन् भन्ने महसुस गरायो। पहाडतिर चाहिँ रात परेपछि निकै हावा चल्ने गर्छ, जसले गर्दा गेस्ट हाउसको टिन साथै हावाले भित्तामा ठोकिँदाखेरि आवाजहरू आइरहेको थिए, जुन चाहिँ पहाडी क्षेत्रमा सामान्य कुरा थियो। तर मलाई के थाहा थियो कि हावा मात्र नभएर अरू केही नै त्यहाँ थियो भनेर। एउटा फुसफुसाहट एकदम मधुरो, लगभग नसुनिने स्वरमा गुनगुन गरिरहेको जस्तो लाग्यो। मैले हावाको कारणले होला भनेर सोचेँ। तर यो जति रात छिप्पिँदै जाँदैछ, अझ त्यो फुसफुसाको आवाज बढ्दै गयो र अलिअलि स्पष्ट पनि हुँदै गयो। त्यो गुनगुनाको जस्तो आवाज न त मैले बुझ्न सकेँ, न त साँचो हो कि होइन भनेर पत्ता लगाउन। तर त्यो फुसफुसाको आवाज सुन्दा मलाई दुःखको जस्तो भाव दियो। म त्यो आवाज सुन्दा सुन्दै कतिखेर निदाएछु पत्तै भएन। अर्को दिन म फ्रेस भएर नै उठेँ। त्यो दिन हिमाल अवलोकन गरेपछि मैले त्यो गेस्ट हाउसलाई अझ राम्रोसँग घुम्ने निर्णय गरेँ। त्यो गेस्ट हाउस बाहिरबाट जति सानो देखिए तापनि भित्रबाट भने ठुलो थियो रहेछ। र सानसानो घुमाउरो कोरिडोरहरू पनि काट्दै प्रयोग नभएको कोठाहरू पनि निकै मतलब थुप्रै देखेँ। मैले एउटा सानो धुलोले भरिएको कोठा भेटाएँ। त्यस बेला त्यो गेस्ट हाउसमा खासै मान्छेहरू पनि थिएन, सायद अफ सिजन भएकोले गर्दा पनि होला। त्यस कोठाभित्र चाहिँ मैले एउटा रातो सानो खालको डायरी कि फोटो एल्बम जस्तो एउटा चिज टेबलमा थियो र मैले त्यो उठाएँ। त्यो डायरीमा चाहिँ बुद्धिस्ट भाषा जस्तो मैले नबुझ्ने कुन भाषामा लेखिएको थियो, जुन म पढ्न सक्दिनँ थिएँ। तर त्यसमा भएको पुरानो फोटोले मलाई आकर्षित गर्यो। ती फोटोहरूमा एउटा परिवार थिए, जो सायद त्यही घरमा धेरै पहिले बस्ने गर्थे। फोटो हेर्दै जाँदा चाहिँ एउटा फोटोले मलाई निकै अनौठो लाग्यो, किनकि त्यो फोटोमा भएको एउटा युवतीको अनुहार कालो छायाले छलेको जस्तो देखिन्थ्यो र त्यो छायामा एउटा डरलाग्दो आँखाले पनि मलाई नै हेरे जस्तै भइरहेको थियो। त्यो देखेपछि मलाई अलिक अप्ठ्यारो लाग्यो र त्यो डायरीको बारेमा चाहिँ भोलि गेस्ट हाउसमा बस्ने उहाँको अङ्कललाई सोध्ने भनेर मैले त्यो डायरी लिएर आफ्नो रुममा गएँ। त्यो रात गुनगुनाको आवाज झनै बढ्यो। त्यो आवाजहरू मेरो कोठा बाहिरको भित्ताहरूबाट आइरहेको थियो, पुरै मलाई घेरेर बोलेको जस्तो भइरहेको थियो। त्यो बेला अचानक एउटा चिसो हावाको झोका कोठामा चल्यो, जबकि झ्यालहरू सब बन्द थिए। मेरो बेडको साइडमा भएको टेबलबाट त्यो डायरी अचानक ठ्याक गरेर भुइँमा खस्यो। मैले फोनको फ्ल्यासलाइट अन गरेँ र तल झुकेर डायरी टिप्न खोज्दा एउटा पाना खुलिरहेको थियो, जसमा चाहिँ एउटा सुकेको फुल थियो, एउटा लाली गुराँस, जुन चाहिँ सारङकोटको डाँडामा पाइन्छ। मैले त्यो डायरी बन्द गरेर माथि बेडमा चढ्दाखेरि मेरो कानमा कुनै केटीको आवाजले मलाई मद्दत गर भनेर जस्तो एउटा सानो आवाज आयो। त्यो आवाज सुनेर मेरो शरीर त्यहीँ जम्यो, मुटु जोडले धड्किन थाल्यो। मलाई थाहा थियो निश्चित रूपमा म त्यस बेला त्यो कोठामा एक्लै थिइनँ भनेर। मैले फोनको फ्ल्यासलाइटले नै हतार हतार गरेर रुमको लाइट बालेँ। यताउता हेर्दा कोही पनि थिएन, तर मेरो शरीर डरको कारणले फुलिरहेको थियो। मेरो मनमा डर साथै एउटा भित्रबाट नराम्रो फिलिङ हुन्छ नि, त्यस्तो आइरहेको थियो। थाहा छैन किन। केही छिन त्यत्तिकै बस्दा नि केही नहुँदा म फेरि बेडमा पल्टिएँ र सुत्न थालेँ। र त्यो रात चाहिँ मैले बत्ती नमारी सुतेँ। तर त्यो पुरै रातमा मलाई कसैले हेरेको जस्तो भावना र मुटु भारी भएको जस्तो मलाई अनुभव भइरहेको थियो। भोलिपल्ट सबैले मेरो सब प्याकिङ गरेँ र प्लानिङ गरेँ भन्दा अगाडि नै त्यहाँबाट हिँड्न आँटेको थिएँ। म पोखरा झर्ने विचारमा थिएँ। जाने बेलामा मैले त्यो डायरी गेस्ट हाउसको मालिकले देखाएँ। उनले फोटोमा भएको परिवारलाई चिने। उनले मलाई एउटा कथा सुनाए, एउटा केटीको दुःखद मृत्युको कथा, जो चाहिँ धेरै वर्ष पहिले त्यही घरमा रहस्यमय तरिकाले बितेको रहेछन्। उनले भने उसको आत्मा भनिन्छ यही घरको भित्तामा कैद भएको छ र उसको आवाज साथै धेरै पाहुनाहरूले त्यो केटी आकारको एउटा चिजलाई देखेको भनेर नि दाबी गरेका रहेछन्। त्यो केटीले चाहिँ आफ्नो दुःख नयाँ मान्छेहरूलाई चाहिँ उसले व्यक्त गर्न खोजेको भनेर पनि मलाई उहाँले भन्नुभयो। र त्यति कुरा सुन्दा म त्यहाँ केही छिन नि बस्न सकिनँ र त्यहाँबाट लागिहालेँ। त्यो ठाउँबाट निस्किन्जेल अझै मेरो कानमा त्यो आवाज गुनगुनाइरहेको थियो, मलाई मद्दत गर, मलाई मद्दत गर भनेर। मैले फेरि कहिले त्यस्तो सुनिनँ, तर सारङकोटको अनुभवले मलाई परिवर्तन गर्यो। म त्यहाँ घुम्न मात्र गएको थिएँ, तर मैले अझै केही गहिरो कुरा भेट्टाएँ।
आफूले नबुझेको नसुनेको चिजबाट टाढा रहनु नै हाम्रो लागि एकदमै लाभदायक हुने रहेछ। र जब म यस्तो औरोलिक कथाहरूको बारेमा फेरि सुन्छु नि कसैले कुरा गरेको, म ध्यान दिएर सुन्छु, किनभने कहिलेकै कथाहरू सत्य हुँदो रहेछन्, किनभने मैले आफै भोगेको छु यो कुरो। बालम्बुको अँध्यारो कोठा। म रमेश, 21 वर्षको ठिटो, पहिलोपटक काठमाडौँ आएको थिएँ पढ्न र काम गर्न। गाउँबाट सहरको यो कोलाहलपूर्ण जीवनशैली अलि नौलो लागेको थियो। मलाई सानैदेखि पढ्ने र केही ठुलो गर्ने सपना थियो। घरको आर्थिक अवस्था त्यति राम्रो नभएकोले काठमाडौँमा काम गरेर आफ्नो खर्च जुटाउनु पर्ने बाध्यता थियो। त्यसैले एउटा सानो कोठा खोज्दै हिँडेको थिएँ। बल्ल बल्ल बालम्बुमा एउटा सानो कोठा भेटाएँ। कोठा पुरानो घरको दोस्रो तल्लामा थियो। घर धनीले कोठाको बारेमा खासै केही भनेनन् र मलाई सोध्न पनि अप्ठ्यारो लाग्यो र मन पनि लागेन। भनेको जति भाडा तिरेर म कोठामा छिरेँ। कोठा सानो भए तापनि ठिकै थियो। एउटा खाट, एउटा टेबल र एउटा कुर्सी अट्ने ठाउँ। कोठाको एउटा कुनामा एउटा पुरानो दराज थियो, सबै धुलोले ढाकेको। सुरुमा त सबै ठिकै नै थियो, तर केही समयपछि अनौठो घटनाहरू हुन थाले। राति सुतेको बेला कहिलेकाहीँ कोठामा कसैले हिँडेको जस्तो आवाज आउँथ्यो। कहिलेकाहीँ ढोका आफै खुल्थ्यो र बन्द हुन्थ्यो। झ्यालबाट चिसो हावा आउँथ्यो, जबकि सबै झ्यालहरू राम्ररी बन्द नै भइरहेको हुन्थे। मलाई डर लाग्न थाल्यो। कोठाको बारेमा अरूसँग सोध्न थालेँ। छिमेकीहरूले खासै केही बताउन चाहेनन्, तर कसैले यो घरमा पहिले पनि अनौठो घटनाहरू हुने गरेको कुरा गरे। यहाँ बस्नेहरूले अनौठो अनुभव गरेको कुरा पनि सुने। कतिले त रातमा सेतो आकृति देखेको पनि भने। कोठाको छेउमा एउटा पुरानो पिपलको रुख थियो। हावा चल्दाखेरि त्यो पातहरूको आवाजले अझै मलाई झन डर लाग्न थाल्यो। रातभरि निन्द्रा लाग्दैन थियो। कोठा एकदमै अँध्यारो र सुनसान लाग्न थाल्यो। कहिलेकाहीँ त कोठामा कोही छ जस्तो पनि लाग्थ्यो, तर यताउता हेर्दा कोही पनि हुँदैन थियो। त्यो पुरानो दराज पनि कहिलेकाहीँ ठ्याक ठुक गरेर खोलेर बन्द भएको जस्तो सुनिन्थ्यो, तर हेर्दाखेरि त्यो कुनै चलाएको पनि हुँदैन थियो। त्यो दराजभित्र के छ भनेर हेर्ने आँट चाहिँ मैले कहिले पनि आएन। एक दिन त म सुतेको बेला कसैले मेरो खुट्टा तानेको जस्तो लाग्यो। म त डरले ठुलो आवाजले चिचाएँ। यताउता बत्ती बालेर हेर्दा पनि कोही थिएन, तर मलाई कसैको सास फेरेको जस्तो आवाज आयो, एकदमै नजिकबाट। त्यसपछि म त्यो कोठामा एक रात पनि बस्न सकिनँ। भोलिपल्टै मैले अर्को कोठा खोजेँ र सरसामानहरू पनि सारेँ। नयाँ कोठा सबै ठिकै नै छ, डर पनि हरायो। बालम्बुको त्यो कोठाको अनुभव मेरो लागि एउटा नराम्रो सपना जस्तो थियो। अहिले पनि त्यो कोठाको कुरा सम्झिँदा मेरो मन आत्तिन्छ। त्यो घर र कोठाको रहस्य के थियो मलाई थाहा छैन, तर त्यो अनुभवले मलाई एउटा पाठ सिकाएछ। कहिलेकाहीँ हामीले देखेको र अनुभव गरेको कुरा भन्दा पनि पर चाहिँ केही शक्ति हुनसक्छ जसले हामीले बुझ्न सक्दैनौँ। सायद त्यो कोठामा कुनै आत्माको बास थियो होला जसले मलाई शान्तिसँग बस्न दिएन। जे भए पनि त्यो अनुभव चाहिँ मेरो जीवनको एउटा अविस्मरणीय घटना बनेर रहेको छ र म त्यो कुरालाई कहिले पनि बिर्सिने छैन। बालम्बुको हन्टेड कोठा। मलाई साहिल महर्जनद्वारा पठाउनु भएको र म चाहिँ उहाँको पोइन्ट अफ भ्यूबाट भन्छु है त। म चाहिँ साहिल महर्जन। मलाई यो इन्सिडेन्ट चाहिँ म 13 वर्षको हुँदा भएको थियो र म चाहिँ नेवार फ्यामिलीबाट बिलङ गर्छु र यो इन्सिडेन्ट चाहिँ मलाई मेरो मामा घरमा भएको थियो। म त्यस बेला 13 वर्षको थिएँ र म चाहिँ मामा घर गएको थिएँ त्यस बेला मेरो मामुसँग। मेरो मामा घर चाहिँ अलिक पुरानो भएको कारण हेर्दा नै अलिक हन्टेड टाइपको देखिन्थ्यो र त्यहाँको सिडी, त्यो घरको सिडी चाहिँ म कहिले भुल्दिनँ। हेर्दा नै नेगेटिभ भाइब र यस्तो इरी देखिन्थ्यो नि, र त्यो सिडीको माथि बलिरहेको त्यो येलोइस बल्ब, त्यो म जिन्दगीभरि कहिले भुल्न सक्दिनँ। हुन्छ नि, मतलब अरू केटाकेटीहरूले चाहिँ मामा घर एकदमै मनपर्छ, सानोमा एकदमै जानु खोज्छन्, बट मलाई चाहिँ पहिलाबाट त्यो मेरो मामा घर चाहिँ अलिक जानु मन लाग्दैन थियो। नट इन अ ब्याड सेन्स, बट अलिक सानो हुँदा डर लाग्ने कारणले होला सायद, अलिक जान डर लाग्थ्यो। र यो इन्सिडेन्ट चाहिँ मलाई एउटा इभिनिङमा भएको थियो, जहाँ चाहिँ मेरो मामा, मामु, अजीहरू सबै आफ्नो कामले बाहिर जानुभएको थियो। त्यस्तै इभिनिङको 5-6 बजीतिर म घरमा एक्लै बस्न डराइरहेको थिएँ, तर उहाँहरू एकैछिनमा उहाँहरूको काम सकेर आउनुहुन्छ होला भनेर म चाहिँ फर्स्ट फ्लोर हुन्छ नि माथिल्लो तला, त्यसमा चाहिँ बसेर गेम खेल्दै थिएँ फोनमा। र गेम खेल्दै गर्दा चाहिँ अचानक मेरो आँखाको कुनाबाट मेरो कोठाको ढोका बिस्तारै खोलियो। मलाई लाग्यो हावाले खोलेको होला भनेर उता गएर यता उता पनि हेरिरहेँ, तर केही पनि थिएन।
ठ्याक्कै त्यो हाम्रो म बसेको कोठाबाट चाहिँ उता चाहिँ तल सिधै गयो भने चाहिँ त्यहाँ चाहिँ स्टेयर्स थियो क्या, त्यो हन्टेड टाइपको स्टेयर्स। र म चाहिँ त्यो ढोका फेरि बिस्तारै लाएँ, चुकुल चाहिँ लाएन तर बिस्तारै लाएर फेरि फर्केर म गेम खेल्न थालेँ। मैले त्यो सबै कुरा नजरअन्दाज गर्दै म फेरि खेलिरहेँ गेम। त्यतिकैमा मेरो तल्लो फ्लोर फर्स्ट फ्लोरबाट चाहिँ को चप्पल लाएर हिँडेको जस्तो आवाज आउन थाल्यो, ठक 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 हुन्छ नि चप्पल लाएर। मलाई लाग्यो मेरो अझै कि त मम्मी आउनुभयो भनेर, र म अलिक ढोका खोलेर बाहिर गएर अझै मम्मी भनेर ठुलो आवाज पनि कराएँ, बट कोही पनि बोल्नु भएन। अनि मैले यसो सोचेँ, मैले त बाहिरको गेट मारेको छु, सो कसरी त्यो आवाज आयो त भित्र भनेर म हतार मेरो रुमतिर कुदिगएँ र रुमको कुनामा गएर बसेँ। मैले त्यो चप्पलको आवाज सुनेको त्यो रियलै हो कि त मेरो भ्रम मात्र थियो, किनभने बाहिरको गेट त मैले चुकुल लागेको थिएँ र मान्छेहरू आउँदा जाँदा त्यो गेट अलिक ठुलो पनि बस्थ्यो भर्खर नयाँ लागेको कारणले। त्यही भएर म एकछिन कुनामा बसिरहेँ र सोचेँ। मैले आउँदाखेरि चाहिँ त्यो मेरो कोठाको ढोकाको चाहिँ चुकुल पनि लागेको थिएँ र बिस्तारै बाहिरबाट मैले मजाले सुन्दाखेरि बिस्तारै बाहिरबाट त्यो ढोकामा कसले कोतारेको जस्तो क्या खडक खडक गरेको आवाज सुनेँ मैले। म त्यति बेला एकदमै डराइसकेको थिएँ, मेरो पुरै शरीरै सबै पसिनाले भिजिसकेको थियो, फुलेको जस्तो पनि भइरहेको थियो। मैले हतार हतार कामदै भए पनि रुँदै भए पनि मेरो फोन निकालेर मेरो मम्मीलाई कल गरेँ। मेरो मम्मीलाई कल गर्दाखेरि चाहिँ उहाँलाई मैले सबै कुरा भनेँ। म आत्तिएको र रुँदै गरेको आवाज सुनेर मेरो मम्मी पनि निकै आत्तिनु भयो र म आउँदैछु भनेर उहाँ पनि उहाँको बाटो लाग्नुभयो। उहाँले आत्तिको तालमा सायद फोन काट्नुभएको थियो होला, फोन काटियो। म अझै डराइरहेको थिएँ, अझ त्यो बाहिर सुन्दा त्यो ढोका बाहिर खडक 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 गरिरहेको आवाज सुनिरहेको थिएँ। म डरको कारणले यस्तो म रुइँदै थिएँ, यस्तो कराउँदै थिएँ, तर पनि बाटो हिँड्ने मान्छे कसैले पनि सुनेन रहेछ। त्यसकै लगत्तै 2-3 मिनटपछि चाहिँ मेरो मामा अनि मेरो मम्मी अझै सबै आउनुभयो, तल गेटमा आउनुभयो र छोरा यो ढोका खोल त भनेर ठुलो आवाज दिनुभयो। म डराउँदै भए पनि त्यो ढोका खोलेँ र हतार केही नहेरी त्यो सिँढीको ओह्रालो लागेँ र ढोका खोलिदिएँ त्यो गेटको। र त्यो गेट खोल्दा चाहिँ मैले मेरो मम्मीले अँगालो हालेँ र रुँदै सबै कुरा भन्नु खोजेँ, तर मेरो मुखबाट केही पनि आवाज नै निस्केन। एकछिन म रुँदै उहाँकै अँगालोमा बसेँ र केही छिनपछि अलिक शान्त भएपछि चाहिँ मेरो मुखबाट आवाज आउन थाल्यो। मैले मसँग भएको सबै कुरा भनेँ र उहाँहरूले पनि हल्का डराएको जस्तो देखिनु भएको थियो, तर उहाँहरूले हाँस्दै तिमीलाई डरको कारणले त्यस्तो भएको होला, चिन्ता नगर न, केही हुँदैन भन्नुभयो। म अझै पनि रोइरहेको थिएँ। त्यसको लगत्तै भोलिपल्ट म एकदमै ज्वरो आएर सिकिस्तै बिरामी भएँ, लाइक हलचल पनि गर्न नसक्ने टाइपको र मुखबाट आवाज पनि निकाल्न एकदमै गाह्रो हुने। अनि त्यसपछि चाहिँ हाम्रो त्यो मामा घरमा चाहिँ ठुलो पूजा गर्नुभयो। त्यहाँ चाहिँ फुकिदिने एउटा विद्वान पनि हुनुभयो र मलाई चाहिँ केहरू फुकिदिनु भयो र उहाँले भन्दा चाहिँ एउटा आत्माले चाहिँ छल्न खोजेको थियो भनेर। तर उहाँले त्यो घरमा पूजा गरिदिएदेखि चाहिँ त्यहाँदेखि चाहिँ हल्का म बिस्तारै आफै सोचिँदै हुनु थालेँ। त्यहाँदेखि अहिलेसम्म म मामा घर गएको पनि छुइनँ र मामा घर जाने मलाई आँट पनि आउँदैन। म त्यस बेला 13 वर्षको थिएँ, अहिले त निकै ठुलो भइसकेको छु, तर पनि त्यो इभिनिङको बारेमा सोच्दा चाहिँ मलाई अझै पनि मुटु काम्छ र डर लाग्छ। र म अलिक ठुलो हुँदै गएपछि चाहिँ मलाई अजीले चाहिँ भन्नुभयो क्या, तँलाई त्यहाँ तिना जस्तो भयो होला भनेर। कुरा चाहिँ के हो भनेर अजीले भन्नुभयो क्या मलाई, त किन बिराम भइस्, तँलाई किन त्यस्तो तर्साक जस्तो भयो भनेर। तर अजीको कुरा यस्तो थियो क्या, त्यो घर चाहिँ हाम्रो पुर्खा मतलब हुन्छ नि बाजे बराजुको उयो पालादेखि चाहिँ त्यो घरमा चाहिँ बस्दै आइरहेको थियो अरे क्या। अनि पहिला हाम्रो अझै सानो हुँदा चाहिँ त्यहाँ चाहिँ उहाँको माइजूको नानी चाहिँ त्यहाँ माथिल्लो तलाबाट चाहिँ मुनि त्यो स्टेयर्सको तल खसेर चाहिँ मृत्यु भएको थिएछ क्या त्यो नानीको। अनि त्यस लगतै त्यो घरमा चाहिँ निकै तर्साउने, अनि रातितिर मध्यराततिर चाहिँ को नानी रुको जस्तो सुन्ने, अनि तलतिर हिँडेको जस्तो सिँढीतिर हिँडेको जस्तो आवाज आउने गर्थ्यो अरे क्या। अनि त्यो बेला पनि निकै ठुलो पूजा गरेको थियो अरे, निकै ठुलो पूजा गरेर चाहिँ त्यो तर्साउने के अर्डिङहरू चाहिँ सबै हटेको थियो अरे क्या उहाँको पालामा चाहिँ। अनि तँलाई पक्कै पनि त्यो नानीको आत्माले अथवा अरू केही नराम्रो शक्तिले दुःख दिनु खोजेको हुनसक्छ। हाम्रो बाजे बराजुको पालाको चाहिँ कुल थियो क्या, त्यहाँदेखि कुल माग्दै आएको, त्यो कुल चाहिँ एकदमै कडा भएर बा त्यसले पो दुःख दिनु खोजेको हो कि बिग्रिनु खोजेको हो कि भनेर भन्नुभयो उहाँले। मतलब अजीको त्यो कुरा सुनेर पनि मलाई त्यस्तो हो जस्तो पनि लाग्यो र अझै पनि मलाई त्यो घर सम्झिँदा एकदमै डर लाग्छ क्या। म मौली कहिलेकाहीँ जान्छु, मतलब केही ओकेजनमा, बट घरमा बस्दिनँ, कि त अरू आफन्तकोमा जान्छु कि त साथीसँग बस्छु।
र मलाई यो इन्सिडेन्ट मेरो मनको डरले अथवा मेरो भ्रम हो मलाई थाहा भएन। तर मैले जुन त्यो फेस गरेँ नि त्यो इन्सिडेन्ट मतलब त्यो घरमा मलाई अझै पनि रियल जस्तो लाग्छ। र कसैले फेक हो भन्दा चाहिँ मलाई यस्तो चित्त दुख्छ नि, किनभने मैले रियली फेस गरेको हो क्या। म बिराम भएको छु, मैले फेस गरेको छु, त्यो ढोका बाहिर ढकढकेको आवाज सुनेको छु, मुनि मान्छे हिँडेको सुनेको छु। र त्यो सिडी छ नि त्यो चाहिँ मेरो ऐठन भएर आउँछ क्या घरिघरि। मलाई यतिसम्म डर दिएको छ त्यो सिडीले र त्यो घरले। र इन्सिडेन्ट चाहिँ म कहिले मेरो जिन्दगीभरि भुल्ने छैन। म फेरि पनि भन्दैछु, यदि तपाईँले मलाई स्टोरी पठाउनु छ भने मेरो टिकटक एकाउन्ट हरर इन्फो अफिसियलमा पठाउन सक्नुहुन्छ। र हाम्रो अर्को स्टोरी चाहिँ मलाई मेरो एकजना फिमेल फलोवरले पठाउनु भएको छ। र स्टोरी चाहिँ यस प्रकार जान्छ। यो घटना चाहिँ मसँग 13 वर्षको हुँदा भएको थियो। हामी चाहिँ दसैँ तिहार मनाउन हाम्रो गाउँ नुवाकोट जान्थ्यौँ। अहिले यो घटना भएको नि 6-7 वर्ष भइसकेको छ। हाम्रो घर चाहिँ तल बेसीतिर पर्थ्यो, खोला नजिक, र त्यहाँ चाहिँ खासै घरहरू पनि थिएन। भूकम्प अघि त सबै ठिकै नै थियो, तर भूकम्प गएपछि धेरै घर क्षति भयो। त्यतिकैमा पातलो गाउँ 7वटा मात्र घर थियो भने भूकम्पले भत्काएर 3वटा मात्रै हुन गयो। हाम्रो नि घर त भूकम्पले भत्काएको थियो, तर परिवार कसलाई नि केही पनि भएन। तर माथिल्लो घरमा चाहिँ 3 जनाको मृत्यु भयो। एकजना हस्बेन्ड, उहाँको आमा र 3 महिनाको नानी। गाउँलेहरूले उहाँको वाइफलाई मात्र बचाउन सफल भए र अहिले चाहिँ उहाँ नि माइततिर हुनुहुन्छ होला। गाउँमा चाहिँ मेरो हजुरबुवा र हजुरआमा मात्र बस्नुहुन्थ्यो। त्यसैले तिहारसँगै मनाउन भनेर हामी बुवा आमा र म चाहिँ गाउँ झरेको थियौँ। भाइटिकाको दिन मेरो ठुलबा उहाँको छोराछोरीहरू आएर हामी सबै मामा घर जाने भनेर भनेको थियौँ। मेरो आमा चाहिँ अलि बिहानै धान काट्न सघाउनु जानुभएको थियो। हाम्रो मामा घर पनि खासै टाढो त थिएन, तर उकालो चाहिँ चढ्नु पर्थ्यो। मेरो बुवा, ठुलबा र भाइ बहिनीहरू चाहिँ 1 बजीतिर मौली गए र म चाहिँ आमा पर्खेर आउँछु भनेर बसेँ। आमा त्यस्तै 4 बज्न लाग्दा चाहिँ आउनुभयो र आमा र म पनि मामा घरतिर लाग्यौँ। मामा घर जाँदै गर्दा त्यो माथि भूकम्पले मृत्यु भएको घर पनि देखेँ। त्यो घर अलि मासतिर चाहिँ एउटा ठुलो रुख र बाँसको झ्याङ छ। अलि साँझ पर्न आँटेकोले गर्दा आमा र म अलि हतारिँदै उकालो चढ्दैथ्यौँ। त्यो बाँस झ्याङ आइपुग्न लाग्दा हामीले अलि भित्रबाटको मान्छेहरू गुनगुन बोलेको र नानी रुको जस्तो आवाजहरू सुन्यौँ। र हामी त बुवाहरू पो ल्याउनु आउनुभएको होला भनेर खुसी हुँदै अघि बढ्यौँ। तर जति अघि पुग्दा नि त्यहाँ कोही पनि भेटिएन। हामी दुवै डरायौँ र आमाले मलाई अगाडि राखेर पछाडि नहेरे नानी भनेर ओम मामे पेमे भन्दै मन्त्रहरू जप्न थाल्नुभयो। अलि अगाडि पुग्दा हामी त्यो ठुलो रुख भएको चौतारीमा आइपुग्यौँ। मैले त्यो चौतारीको ठुलो रुखको पछाडि के कालो छाया जस्तो चिज रुख मुनि बसिरहेको जस्तो देखेँ। मैले त्यो देख्ने साथ ठुलो चिच्चाएँ र म बिहोस पनि भएछु। मेरो होस आउँदा 3-4 जना लामा गुरुहरू देखेँ। उहाँहरू सबै मन्त्र फुक्दै हुनुहुन्थ्यो। म मेरो मामा घर आइपुगिसकेको थिएँ। म बिहोस भएपछि चाहिँ मेरो आमाले चाहिँ मलाई बोकेर हतार हतार गरी मामा घर आउनुभएछ। गुरुले मलाई त्यो ठाउँमा अलिक प्रेत आत्माले दुःख दिन्छ, भरसक चाहिँ त्यो ठाउँमा नहिँड्नु नजानु भनेर चेतावनी पनि दिनुभयो र बुटी पनि बाँधिदिनु भयो। मेरो गाउँको चाहिँ बेसी भनौँ न, सबैभन्दा अन्तिममा घर चाहिँ हाम्रो नै थियो। तर अहिले त्यहाँ कोही पनि बस्नुहुन्न, भूकम्पले सब सत्यानाश पारिदियो। मलाई त दिउँसो नि त्यो गाउँमा जान हिँड्न डर लाग्थ्यो, अनि भरसक त म बेसी कहिले पनि झरिनँ। गाउँ गएँ भने पनि माथि मौलीमै बस्थेँ। यसो सोच्दा त यो घटना मलाई हिजै भयो जस्तो लाग्छ, तर त्यो कालो छाया, त्यो नानीहरूको आवाजहरू सबै मेरो भ्रम मात्र थिए त? मैले यो प्रश्नको उत्तर कहिले पनि पाउँदिनँ होला सायद, तर यो कुरा म मरिन्जेलसम्म भुल्ने छैन।